कलश हिँडेको कलश पनि जान पर्यो कति घर बस्ने मात्रै आज यो कलश हिँडेको 4-5 दिनपछि 4-5 दिनपछि कलश हिँड्दा के हुन्छ अब म चाहिँ कलशदेखि नि आइसकेँ अब घर गएर अब रेडी भइसकेपछि अब कामतिर जान पर्ला खानासाना खाएर अनि म चाहिँ अब काममा हिँडिसकेको अब काम पनि गर्न पर्यो अलिअलि काम गरेपछि बल्ल हुन्छ आज काममा जानु लास्टै झ्याउ लाग्यो तर के गर्ने काममा जानै पर्यो काम गर्नै पर्यो अलिअलि पानी आज झ्याउ त लाग्यो नजाम जस्तो भयो तर के गर्ने जानै पर्यो काममा गएपछि म चाहिँ काम गर्ने ठाउँमा आइपुगेँ उहाँ बाबाले चाहिँ त्यो बाल्ला लोग्री हुनुहुँदैछ पुरै हो नि त काम चाहिँ भएर त्यो बाल्ला गर्नु धेरै होइन आधी 1 घन्टा जाने काम छ त्यो भएपछि आज पनि काम भ्याइन्छ अनि काम भ्याएपछि पैसा बुझ्ने होइन घरतिर जाने बाल्ला बोक्दै हुनुहुन्छ एक्लै भयो बुढा बिचरा म ढिला आएँ नि त आज क्लास गर्थेँ त्यही भएर क्लासतिर गएर अलि ढिला भयो काम गर्ने ठाउँ चाहिँ हिजो यति हिजो यो लाएर ल्याइयो टायल अस्ति यो हलायो यो टायल ल्याएर गएपछि आज चाहिँ यहाँ भ्याएपछि काम सकिन्छ यति धेरै होइन आजलाई त काम भइयो यहाँ त हिजो लाएर भ्याएको यता आधा भ्याइयो यता पछाडि नि आधा गरियो सामान आएन अब यहाँ र बाहिर भरि मर्निङ घरतिर हिँडेको बाबा चाहिँ यो बस्नुहुन्छ त्यसपछि आउनुहुन्छ भाइहरू ल जो सिक्दैछन् भाइहरू अब हामी त खेलेर बुढो भइसक्यो उयो भाइ मेमोरियल स्कुलमा पढ्छ होला नि भाइ होइन मेमोरियलमा पढ्छ नि तिमी ए तिमीले स्कुलमा नि खेल्छन् बल हो र ओए बस है पछि आउला फेरि म त घरतिर हिँडेको ए नपठाउनु दिदी घरतिर हिँडेको भने अब यसो भिडियो बनाउँदै जाऊँ न के खर अलिअलि आज काम पनि छिटो सकियो त्यही भएर म चल्दिएको घरतिर अब लाएर घर बसिन्छ चट्ट मोबाइल खेलाइन्छ भिडियो एडिट गरिन्छ आज छाक पुग्ला किन पुग्छ होला नि 1 किलो त मार्नु होला नि आज साँझले जोस् छाक पुराउनु नि भयो माछा मराइ भइरह यहाँ साँझले खै भिडियो बनाएको के खै हेरौँ त माछा छैन के खै छैन भन्दाखेरि यार होला नि ए कडालाई मात्र बोकेर हिँड्नु यार ए एउटा 2टा मात्र परेर रहेछ बल्छी त खेलिन्थ्यो कि पहिला त अब अहिले चाहिँ खेल्न छोड्दै बल्छी नि सबै केटाकेटी सबै हरायो अब केटाकेटीको बचपन सबै हरायो म चाहिँ अहिले घर आइपुगेँ अब भोलि भेटौँ न नयाँ ब्लगमा है सबै लाइक कमेन्ट सब्सक्राइब हान्नु